नमस्ते, स्वागत छ यहाँलाई निना नेपाली किचनमा। आज म गुन्द्रुक बनाउन जाँदैछु। गुन्द्रुक नेपालमा एकदम पपुलर फुड हो। लागौं गुन्द्रुक बनाउनतर्फ। गुन्द्रुक बनाउनको लागि रायोको साग लिएको छु र यो सागलाई राम्रोसँग केलाएर पानीले पखालेर पनि मैले राखिसके। अब यो सागलाई ओइलाउनको लागि घाममा सुकाउनु पर्ने हुन्छ। मैले सफा कपडा टेबलमा राखेर यसलाई घाममा सुकाउँदै छु। लगभग 2-3 घण्टा जति घाममा सुकाएपछि यो साग ओइलिन्छ अनि गुन्द्रुक बनाउन सजिलो हुन्छ। घाम कतिको चर्को लागेको छ यसमा पनि भर पर्छ। ल हेर्नुस् त साग ओइलिँदै गएको छ। साग राम्रोसँग ओइलाइसकेको छ। मैले यसलाई एउटा बलमा राखेँ। हेर्नुस् त पहिला भन्दा आधा नै घटेको छ साग। अब यसलाई मजाले थिचेर बट्टामा खान्नु पर्ने हुन्छ। मैले चाहिँ मोटो काठको चपिङ बोर्डमा राखेर गरुङ्गो रोटी बेल्ने काठको बेल्नाले यसलाई थिच्दै छु। हजुरहरूले सिलौटामा, ओखलमा जेमा राखेर थिच्नु भए पनि हुन्छ। ओइलाएको सागलाई थिचेर यतिको बनाउनु पर्छ। मैले चाहिँ सबै सागलाई थिची पनि सकेको छु। अब यो सागलाई सफा बट्टामा मजाले खान्नु पर्छ। सागलाई जति राम्रोसँग खाद्यो गुन्द्रुक त्यति अमिलो बन्छ। मैले बेलनाको सहायताले अझै खाँदैछु यसलाई। अब यसरी गुन्द्रुक राम्रोसँग खादिसकेपछि यसलाई टम्म बिर्को बन्द गरेर 7 दिन घाममा राख्नु पर्ने हुन्छ। दिनभरि घाम लागेको ठाउँमा राखेर साँझपख घरभित्र राख्दा हुन्छ। 7 दिन पनि भइसक्यो। गुन्द्रुकको कलर चेन्ज भएको छ, पहेँलो पहेँलो देखिएको छ। गुन्द्रुकको कलर पनि राम्रो आएको छ र एकदम अमिलो मिठो बास्ना पनि आएको छ। अब यसलाई घाममा फिजाएर सुकाउनु पर्छ। मैले मेरो मम्मी, मेरो हजुरआमाले घरमा गुन्द्रुक बनाउनु भएको देखेर आफू बस्ने ठाउँमा पनि बेला बेला यसरी गुन्द्रुक बनाउँछु। अमिलो र मिठो गुन्द्रुक बन्छ। गुन्द्रुक लामो लामो जस्तो लाग्यो भने यसलाई मसिनो गरेर काट्न पनि सक्नुहुन्छ। मैले चाहिँ खास धेरै मसिनो बनाएको छैन, पछि काट्दा पनि हुन्छ पकाउने बेलामा। मैले धेरै लामो भएकोहरूलाई मात्रै अलिअलि काटेर टुक्रा बनाएको छु। गुन्द्रुक सुकाउँदा राम्रोसँग फिजाएर सुकायो भने छिटो सुक्छ। मैले सबै गुन्द्रुकलाई राम्रोसँग फिजाएर सुकाउन राखिदिएँ। गुन्द्रुक सुकाउँदा चिसो अनि अमिलो बास्नाले यसमा किराहरू आएर बस्न सक्छ जस्तो लाग्यो भने यसलाई नेटले छोपेर पनि सुकाउन सक्नुहुन्छ। म चाहिँ यहीँ वरिपरि बस्ने हुँदा मैले यसलाई यतिकै सुकाएको छु। यसलाई बेला बेला सफा हातले चलाइदियो भने छिटो सुक्छ। ल हेर्नुस् त गुन्द्रुक राम्रोसँग सुकी पनि सकेको छ। अब यो गुन्द्रुकलाई ओबानो बट्टामा राखेर आफूलाई मन लागेको बेलामा वर्षभरि खान सकिन्छ। आशा छ हजुरहरूलाई मैले घरमा बनाएको गुन्द्रुकको भिडियो मन पर्यो होला। मन परेमा साथीभाइहरूसँग सेयर पनि गरिदिनु होला। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद। बाई बाई।